9 to 5 काम गरेर र त्यहाँबाट कमाएको पैसालाई सेभ गरेर आफ्नो रिटायरमेन्ट लाइफ चाहिँ वेल्थीसँग बिताउने भनेर सोच्दै हुनुहुन्छ भने त्यो एउटा स्लो लेन हो। सो आज हामी कुरा गर्दैछौँ द मिलिनियर फास्ट लेन भन्ने किताब जुन चाहिँ यामजे डिमार्कोले लेखेका छन्। यो किताबमा मेनली 3टा फाइनेन्सियल लेन्सको कुरा गरिएको छ। द फर्स्ट थिङ इज द साइड वाक। हामीले कमाउने प्रत्येक महिनाको जुन पैसा छ त्यसैमा आधारित भएर प्रत्येक महिना कमाउने र उडाउने र त्यही साइकललाई बारम्बार आफ्नो लाइफस्टाइलमा ल्याउने हो भने त्यो सिस्टम हो साइड वाक, जसमा चाहिँ हाम्रो कुनै पनि प्रगति हुँदैन। द सेकेन्ड फाइनेन्सियल लेन इज द स्लो लेन। यो स्लो लेन प्रोसेसमा के हुन्छ भन्दाखेरि हामी 9 to 5 काम गर्छौँ, त्यहाँबाट कमाएको पैसा पनि हुन्छ, त्यो पैसालाई सेभ पनि गर्छौँ र रिटायरमेन्ट लाइफसम्म केही पैसा पनि हुन्छ। तर त्योबाट यो माध्यमबाट कमाएको पैसा भनेको एकदम स्लो हुन्छ र एकदम कम हुन्छ। थर्ड लेन इज द फास्ट लेन। सो फास्ट लेनमा के हुन्छ भन्दाखेरि हामीले कुनै पनि एउटा बिजनेस अन गर्छौँ, त्यो बिजनेसलाई चाहिँ हामी अफलिप गर्छौँ र त्यहाँबाट चाहिँ हाम्रो एउटा फाइनेन्सियल फ्रिडम प्राप्त गर्छौँ। सो यो किताबमा एउटा सेन्ट्स भन्ने मोडल दिएको छ जसमा चाहिँ हामीले एउटा वेल्थलाई कसरी बिल्ड गर्ने भनेर चाहिँ सोच्न सक्छौँ। जसमा चाहिँ सी स्ट्यान्ड्स फर कन्ट्रोल, ई स्ट्यान्ड्स फर एन्ट्री, एन स्ट्यान्ड्स फर निड्स, टी स्ट्यान्ड्स फर टाइम र एस स्ट्यान्ड्स फर स्किल। सो यो कुरालाई हामी नेटफ्लिक्सको इक्जाम्पलबाट बुझौँ। नेटफ्लिक्स एउटा यस्तो कम्पनी हो जसलाई चाहिँ कुनै पनि टिभी प्लेटफर्म चाहिँदैन आफ्नो स्ट्रिम्सहरूलाई ब्रोडकास्ट गर्नको लागि, किनकि नेटफ्लिक्ससँग आफ्नै एउटा ब्रोडकास्टिङ कन्टेन्ट छ र ब्रोडकास्टिङ अथोरिटी पनि छ। सो त्यो एउटा कन्ट्रोल भयो। एन्ट्रीको कुरा गरौँ। सो नेटफ्लिक्सले एन्ट्री गर्दाखेरि के थियो भन्दाखेरि उसले डिभिडीबाट सुरु गरे हो, सिधै ब्रोडकास्टिङ च्यानल सुरु गरेको थिएन, उसँग यो सबै सर्भिस थिएन। पहिला चाहिँ युएसमा के हुन्थ्यो भन्दाखेरि एउटा ब्लकस्टर भन्ने एउटा कम्पनी हुन्थ्यो जसले चाहिँ डिभिडीहरू चाहिँ रेन्टल सर्भिसमा अरूलाई दिने गर्थ्यो। बट नेटफ्लिक्सले के गर्यो भन्दाखेरि उसले पनि रेन्टल सर्भिस पनि दिने भयो, तर मेलको जरियाबाट, ताकि मान्छेलाई चाहिँ फिजिकली त जानु नपरोस्। उसले कसैले मेल गर्दाखेरि चाहिँ त्यो डिभिडी उसको घरमा आइपुग्ने एउटा सिस्टम चाहिँ नेटफ्लिक्सले क्रिएट गर्यो। र त्यो गर्दा गर्दै अहिले चाहिँ नेटफ्लिक्सको के छ भन्दाखेरि एकदम हाई टेक्नोलोजीबाट युज भइरहेको छ ब्रोडकास्टिङ च्यानल्सहरू र सेटअप पनि एकदम कस्टली भएको छ, जुन चाहिँ प्राय कम्पिटिटर्सले जित्न एकदमै मुस्किल छ। सो भन्न खोजेको के भन्दाखेरि एन्ट्री गर्दाखेरि एउटा हाई ब्यारियर बनाउनुपर्छ ताकि अरू कम्पिटिटर्सहरूले चाहिँ कुनै पनि कम्पनी अथवा आफ्नो ब्रान्डलाई चाहिँ जित्न नसकोस्। यान फर निड्स। सो नेटफ्लिक्सले एउटा यस्तो खालको चाहिँ सिस्टम बनायो जसमा चाहिँ मान्छेले कुनै पनि टिभी हेर्दाखेरि, कुनै मुभी हेर्दाखेरि चाहिँ कुनै एड्स नआओस्। मान्छेको चाहना यही थियो कि उसलाई मुभी हेर्दाखेरि डिस्टर्ब नहोस्। सो यही कुरालाई ध्यान दिएर चाहिँ नेटफ्लिक्सले एउटा यस्तो सिस्टम बनायो जसमा चाहिँ कुनै पनि एड्स आउँदैन। टी फर टाइम। सो नेटफ्लिक्सले एउटा यस्तो सिस्टम पनि बनायो जसमा चाहिँ प्रत्येक मान्छेले सब्सक्रिप्सन किन्न सकोस् र 24/7 चाहिँ नेटफ्लिक्सले अर्निङ गर्न सकोस्। अरू कम्पनी जस्तै मान्छेले जस्तै फिजिकली काम गर्नु पर्दैन। कसैले एउटा सब्सक्रिप्सन लिन्छ भने नेटफ्लिक्सलाई यत्तिकै पनि चाहिँ फाइदा हुन्छ। सो एउटा अटोमेटिक सिस्टम चाहिँ नेटफ्लिक्सले सुरु गर्यो। यास फर स्केल। सो नेटफ्लिक्सले आफ्नो स्टेबिलिटी एक ठाउँमा मात्रै सीमित राखेन। एउटा युएसबाट सुरु भएको कम्पनी, उसले चाहिँ प्रत्येक विश्वभरिमा चाहिँ आफ्नो ब्रान्चलाई चाहिँ फैलायो, उसको इन्फ्लुएन्सलाई चाहिँ इन्क्रिज गर्यो। अहिले हेर्ने हो भने प्रायः जस्तो इन्टरटेनमेन्ट सेक्टर बुझ्ने मान्छेहरूले सबैसँग चाहिँ एउटा नेटफ्लिक्सको एकाउन्ट हुन्छ। सो एउटा बिजनेस बनाउँदाखेरि चाहिँ स्केलफुल पनि बनाउनुपर्छ भनेर चाहिँ यामजे डिमार्कोले चाहिँ यो किताबमा भन्छन्।